नमस्ते भाइ बहिनीहरु। आज म यो फर्स्ट फिजिक्स पार्टको फर्स्ट लेसन यो फोर्स एन्ड ग्रेभिटेसन भन्ने लेसनबाट मैले न्युमेरिकल प्रब्लमहरु चाहिँ सिकाउने जमर्को गरेको छु। अब एसई नजिकै छ, भाइ बहिनीहरुलाई यो न्युमेरिकलले पक्कै पनि हेल्प गर्नेछ भन्ने मैले आशा राखेको छु। र यो मेरो च्यानल निमाई टिचर यो च्यानल भाइ बहिनीहरुले हेरेर बढी भन्दा बढी यसलाई सब्स्क्राइब गरिदिनु होला, साथीभाइहरुलाई शेयर गरिदिनु होला। नजिकका साथीभाइहरु जो चाहिँ एसई दिन तयारी हुनुहुन्छ उहाँहरुलाई पनि जानकारी गराइदिनु होला, किनभने यो भिडियोले पक्कै पनि तपाईहरुलाई सहयोग गर्नेछ। र आज चाहिँ मैले केही न्युमेरिकलहरु है धेरै भन्दा धेरै हैन धेरै चोटी दोहोरी राखेको अथवा सोध्न सक्ने सम्भावित प्रश्नहरु जस्तै लाग्ने खालको क्वेशनहरु लिएर आएको छु र त्यो क्वेशनहरु म यहाँनेर पढाउने छु। भाइ बहिनीहरुले यसलाई स्क्रिनशट गरेर हेर्दै गर्नु होला। ल म यहाँ पहिलो क्वेशन लेख्दै छु है त। On the surface of moon ल भाइ बहिनीहरु यो सिम्पल खालको क्वेशन, यो सिम्पल टु कम्प्लेक्स गर्दै जाउँ भन्ने लागेर यो क्वेशन हेरौँ। द मास अफ मून इज 7.2 into 10 to the power 22 kg and its radius is 1.7 into 10 to the power 6 meter. Calculate the acceleration due to gravity of the moon and calculate the weight of an object of mass 30 kg on the surface of moon. अब मून को मास दिएको रहेछ, हामीलाई रेडियस दिएको छ अनि मास र रेडियस भइसकेपछि हामीले ग्राभिटी निकाल्नु पर्यो र ग्राभिटी निकालिसकेपछि त्यही ग्राभिटीलाई युज गरेर हामीले कुनै पनि अब्जेक्टको वेट निकाल्नु, यहाँ गिवन अब्जेक्टको चाहिँ वेट निकाल्नु पर्यो है। त्यसो भने फर्स्ट अफ अल we should write गिवन। ल गिवन हेरौँ, गिवन के छ त भन्दाखेरि गिवन के रहेछ, मास अफ मून। हेरौँ है यहाँ मास अफ मून, यसलाई क्यापिटल एम मानौँ। कति रहेछ भन्दा 7.2 into 10 to the power 22 kg 22 kg। ल अर्को छ रेडियस अफ मून, रेडियस अफ मून यसलाई क्यापिटल आर ले रिप्रेजेन्ट गरौँ। यो छ 1.7 into 10 to the power 6 meter। र यसबाट हामीले यहाँबाट पहिला निकाल्नु पर्ने चाहिँ एक्सिलरेसन ड्यू टु ग्राभिटी। एक्सिलरेसन निकालौँ, एक्सिलरेसन ड्यू टु ग्राभिटी g small g is equal to what गरौँ। र भाइ बहिनीहरु ग्राभिटी निकाल्ने फर्मुला हामीलाई के थाहा छ, we know that gravity g is equal to capital G m by r square हैन त, g m by r square। यसको भ्यालुहरु राखौं। यो क्यापिटल जी को भ्यालु भनेको 6.67 into 10 to the power minus 11 अनि यो m भनेको मास कति रहेछ 7.2 into 10 to the power 22 kg divided by r square। r भनेको 1.7 into 10 to the power 6 को स्क्वायर हैन। हामीले यसमा भ्यालु राख्यौं। अब भ्यालु राखेर यसलाई क्याल्कुलेसन गरौँ त कति हुँदो रहेछ, निकाल्नुस् त आन्सर कति हुँदो रहेछ। यसलाई भ्यालु राख्नुस्, यो क्याल्कुलेटरमा एकैचोटी गर्न पनि सकिन्छ अथवा पहिला यो नम्बर मल्टिप्लाई गरेर अनि त्यसपछि पावरको सल्भ गर्न पनि सकिन्छ। ल भाइ बहिनीहरु यो र यो मल्टिप्लाई गर्दाखेरि यसलाई चाहिँ मोबाइलमा अथवा क्याल्कुलेटरमा हिसाब गर्न सक्नुहुनेछ। यो सबै मल्टिप्लाई गर्दाखेरि यसको आन्सर कति आउने रहेछ त भन्दाखेरि मैले यसो एरो देखाएर यहाँ माथि लेखे है।
4.4.8024 4.8024 into 10 to the power 12 10 to the power 12 by यसको स्क्वायर निकालौं पहिला यसको स्क्वायर कति हुँदो रहेछ त यसको स्क्वायर भन्दाखेरि 1.7 10 to the power 6 को स्क्वायर गर्दा 2.89 into 10 to the power 12 र यसलाई डिवाइड गर्दाखेरि त्यहाँनेर डिवाइड गर्दाखेरि कति आउने रहेछ त जी भन्दाखेरि 4.8024 10 to the power 12 divided by 2.89 10 to the power 12 गर्दाखेरि 1.66 आउने रहेछ 1.66 आउने रहेछ र एक्सिलरेसन ड्यू टु ग्राभिटी चाहिँ कति रहेछ त भन्दा 1.66 मिटर पर सेकेन्ड स्क्वायर आउने रहेछ ल यति भइसकेपछि अब हामीलाई त वेट पनि सोधेको छ यसको त वेट पनि सोधेको छ र यहाँ मास गिवन छ मास कति गिवन छ त भन्दा मास इज गिवन हाउ मच 30 kg mass is given so your weight is equal to mg weight निकाल्ने फर्मुला त mg हो त्यसो भने मैले अलिकति यहाँनेर थोरै मेटे m भनेको 30 g भनेको 1.66 भयो र यसलाई मल्टिप्लाई गर्ने हो भने कति निस्किन्छ त 30 into 1.66 गर्दाखेरि 49.8 न्यूटन ल वेट चाहिँ यति निस्किदो रहेछ ल फेरि एकचोटी यसलाई समराइज गरौँ हामीलाई गिवन मास दिएको थियो मास अफ प्लानेट हैन मास अफ मून दिएको थियो अनि यसको रेडियस दिएको थियो अनि रेडियस र त्यो मासबाट हामीले के क्याल्कुलेट गर्यौं भन्दा वी क्याल्कुलेटेड ग्राभिटी निकाल्ने फर्मुला gm/r² by putting the value of capital M and r² we get g अनि g निकालिसकेपछि वेट निकाल्ने फर्मुला भनेको के हो w = mg अनि w = m को भ्यालु 30 दिएकै छ अब्जेक्ट को मास र g को भ्यालु अहिले भर्खर हामीले निकाल्यौ 1.66 र यसरी w = weight = कति रहेछ 49.8 न्यूटन रहेछ ल भाइ बहिनीहरु यो सिम्पल खालको क्वेशन भयो अब म फेरि अर्को क्वेशन राख्दिने छु भाइ बहिनीहरु A person can lift the load of 100 kg on the earth surface. How much load can be lifted on the moon? एउटा मान्छेले चाहिँ अर्थ को सरफेसमा 100 kg को लोडलाई चाहिँ माथि उठाउन सक्छ भने वा मून को सरफेसमा त्यो मान्छेले यहाँ 100 kg उठाउने मान्छेले मून को सरफेसमा चाहिँ कति उठाउन सक्छ कति केजी उठाउन सक्छ भनेर सोधेको छ है त्यसो भने हामीले के गर्नु पर्यो त भन्दाखेरि यहाँ हेर्ने त यहाँनेर अर्थ को ग्राभिटी हामीले 9.8 राख्ने लोड यहाँ त्यो मासलाई 100 केजी राख्ने र अर्थ को सरफेसमा चाहिँ यसको चाहिँ वेट निकाल्ने है 100 केजी मास को 9.8 ग्राभिटी राखेर अर्थमा त्यो अब्जेक्ट को वेट निकाल्ने र त्यो वेटलाई सेम टु सेम वेट चाहिँ हामीले मून को लागि लिने है मून को लागि त्यही वेटलाई युज गर्ने र मून को ग्राभिटी भनेको कति हुन्छ 1.67 हुन्छ 1.66 हुन्छ अघि पनि हामीले निकालेर देखाएको थियो त्यो सम्झिनु पर्यो यो न्यूमेरिकल को लागि अनि मून को त्यो वेट
अर्थमा निकालेको वेटलाई मुनको लागि युज गर्ने र मुनको ग्राभिटी 1.66 अथवा 1.67 युज गर्दाखेरि त्यहाँबाट अनि मास आउँछ। वेटलाई अर्थमा निकाले जति निकालेको छ त्यही वेट र मुनको ग्राभिटी 1.67 लाई राख्ने हो भने यहाँ चाहिँ मुनमा कति मास उचाल्न सक्छ भन्ने कुरा त्यो वेटबाट हामीले मास निकाल्न सक्छौं है। अब यहाँनिर हेरौं गिवन के रहेछ त क्वेशनमा भन्दाखेरि मास रहेछ। मास m is 100 kg र ग्राभिटी हामी आफैले राख्नु पर्यो अर्थको ग्राभिटी है। ग्राभिटी अफ अर्थ एक्सिलेरेसन ड्यू टु ग्राभिटी है यो चाहिँ लाई जी कति 9.8 मिटर पर सेकेन्ड स्क्वायर। ल त्यसो भने वेट अफ अब्जेक्ट अन द अर्थमा वेट कति हुन्छ अब्जेक्टको मास कति हुन्छ त्यसलाई हामीले निकालौं। वेट अफ अब्जेक्ट अन द अर्थ यसलाई W ले लेट गर W इज इक्वल टु mg। m भनेको कति छ त भन्दा 100 kg छ अनि g भनेको 9.8 छ। त्यसो हुँदाखेरि कति हुने भयो 980 न्यूटन भनेको अर्थमा त्यो अब्जेक्टको वेट कति रहेछ 980 न्यूटन रहेछ। अब हामीले मुनको लागि के गर्ने त भन्दा यही वेटलाई लिने मुनको लागि वेट चाहिँ यही एक्सिलरेसन ड्यू टु ग्राभिटी भनेको 1.67 अनि त्यसरी नै फेरि W इज इक्वल टु mg गर्ने अनि mg गरिसकेपछि वेट यही लिने g को भ्यालु 1.67 त्यनेर मास आउँछ त्यो चाहिँ हाम्रो रिक्वायर्ड आन्सर हो है। र अन द मुनको लागि हेरौं है। मुनको लागि वेट कति रहेछ वेट भनेको अर्थबाट जति निस्किन्छ त्यति नै लिने कति रहेछ वेट 980 न्यूटन इट इज द वेट एन्ड हामीले ग्राभिटी लेट गर्ने ग्राभिटी मुनको ग्राभिटी है यो चाहिँ मुनको ग्राभिटी कति 1.67 मिटर पर सेकेन्ड स्क्वायर। त्यसो भने we know that के थाहा छ त भन्दाखेरि W is equal to 980 र W निकाल्ने फर्मुला के हो m into g is equal to 980। ल मैले सो यहाँनिर गरे है यसलाई ल के जस्तो त भन्दा mg is equal to 980। अब m को भ्यालु त हामीलाई थाहा छैन तर g को भ्यालु यहाँ भ्यालु राख्दियौ g को भ्यालु भनेको 1.67 is equal to 980 है। अब m is equal to 980 by 1.67 अब यसलाई हामीले डिवाइड गर्यौं भने त्यो चाहिँ हाम्रो रिक्वायर्ड आन्सर हो। यहाँ मैले पनि क्याल्कुलेसन गर्छु भाइ बहिनीहरु पनि क्याल्कुलेसन गर्नु होला। र यो कति निस्किने रहेछ त भन्दाखेरि ल यसलाई 980 डिवाइड बाइ 1.67 गर्दाखेरि कति निस्किदो रहेछ त भन्दाखेरि m equals to 586.82 kg है। के रहेछ त भन्दाखेरि यहाँ 100 kg उठाउन सक्ने मान्छेले मुनको सरफेसमा गएर चाहिँ कति उठाउँदो रहेछ त भन्दाखेरि 586.82 kg उठाउन सक्दो रहेछ। र यसरी
यहाँनिर हामीले के याद गर्नु पर्यो त भन्दा त्यहाँनिर वेटको कुरा छ, एक्सेलरेसन ड्यू टु ग्राभिटी पनि छैन भने त्यो एक्सेलरेसन ड्यू टु ग्राभिटी चाहिँ हामी आफैले लेट गर्ने है। हामी आफैले त्यसलाई चाहिँ कति हो राख्ने, अब सम्झिनु पर्यो त्यो चाहिँ। यो चाहिँ एमसीक्यू को लागि पनि इम्पोर्टेन्ट छ, किनभने मुनको ग्राभिटी चाहिँ 1.66 भनेर हामी आफैले सम्झिनु पर्ने हुन्छ है। त्यसलाई एमसीक्यू को लागि पनि हेल्प हुन्छ। ओके, ल यहाँ बुझ्नु भयो नि। यहाँ के गरे त भन्दा मास यति, एक्सेलरेसन ड्यू टु ग्राभिटी हामी आफैले राख्यौं 9.8 राख्यौं, र त्यो मास र एक्सेलरेसन ड्यू टु ग्राभिटीलाई युज गरेर चाहिँ वेट निकाल्यो। W = mg गरेर वेट निस्क्यो, र निस्केको वेटलाई हामीले कहाँ युज गर्यौं, मुनमा युज गर्यौं। वेट चाहिँ त्यति नै, ग्राभिटी चाहिँ 1.67, अनि फेरि वेट = 980, अनि वेट निकाल्ने फर्मुला mg, र m को भ्यालु राख्यौं, g को भ्यालु m को भ्यालु छैन, g को भ्यालु 1.67 भयो = 980, अनि m को भ्यालु यसरी निकाल्यौं। र के लेख्नु पर्यो एन्सरमा भन्दाखेरि अर्थको सर्फेसमा 100 केजी उठाउन सक्ने मान्छेले मुनको सर्फेसमा कति उठाउन सक्ने रहेछ, कति केजी वेट मास उठाउन सक्ने रहेछ त भन्दा 586.82 केजी मास चाहिँ उठाउन सक्ने रहेछ। र यसलाई स्क्रिनशट गरेर राख्नु होला भाइ बहिनीहरुले। अब नेक्स्ट क्वेशनमा गरौँ है त। अर्को क्वेशन चाहिँ त्यो न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसन सँग रिलेटेड क्वेशनहरु चाहिँ के रहेछ त भन्दा द मास अफ अर्थ इज 6 into 10 to the power 24 kg अर्थ को मास दिएको रहेछ हैन। द मास अफ द जुपिटर इज 319 times more than that of the earth। अब यहाँ जुपिटर को मास पनि दिएको रहेछ, किनभने अर्थ को मासलाई into 319 गर्दाखेरि जुपिटर को मास पनि आउँछ है। त्यसपछि and the distance between the earth and the Jupiter from the center is 9.68 into 10 to the power 11 meter। यो दुईटाको बीचको डिस्टेन्स चाहिँ यति रहेछ। अनि क्याल्कुलेट द फोर्स अफ एट्र्याक्सन बिट्विन द अर्थ एन्ड जुपिटर, तिनीहरु दुईटा बीचमा हुने फोर्स अफ एट्र्याक्सन चाहिँ फाइन्ड आउट गर्नुपर्ने रहेछ। एकछिन है, म एउटा क्वेशन यहाँ हेर्छु। मिटर नै छ, किलोमिटर जस्तो लाग्छ, मिटर नै छ। ल अब गिवन लेखौं है त। गिवनमा देखिन्छ हेरेर गिवनमा के रहेछ त भन्दाखेरि मास अफ अर्थ, मास अफ अर्थ 6.6 into 10 to the power 24 kg, अनि मास अफ जुपिटर, यसलाई मैले m1 माने है। मास अफ अर्थलाई मैले m1 माने, मास अफ जुपिटरलाई मैले m2 मान्छु। m2 भनेको चाहिँ 319 into 6 into 10 to the power 24 kg। ल यसलाई क्याल्कुलेसन गरौँ भाइ बहिनीहरु। यसलाई 6 into 319 ले मल्टिप्लाई गर्नु होला, कति हुन्छ 319 into 6 यति। अथवा मैले यसलाई के गर्छु त भन्दा 319 into 6 10 to the power 24 गर्छु। त्यसो हुँदाखेरि कति निस्किने भयो त भन्दा 1.914 into 10 to the power 27 kg। जुपिटर को मास चाहिँ 1.914 into 10 to the power 27 kg। र तिनीहरु दुईटा बीचको डिस्टेन्स है, डिस्टेन्स बिट्विन देयर सेन्टर, तिनीहरु दुईटा बीचको डिस्टेन्स
between their center यसलाई हामीले d ले लेट गरौँ र कति रहेछ त्यो चाहिँ 9.68 into 10 to the power 11 meter र हामीलाई सोधेको भनेको force of attraction है force of attraction F is equal to what ल अब हामीलाई न्यूटन्स युनिभर्सल ल अफ ग्रेभिटेसन बाट के थाहा छ त भन्दाखेरि we know that F is equal to capital G m1 m2 by d square अब यहाँनिर हामीले भ्यालु राखौं ल भाइ बहिनीहरुले माथिको यो क्वेशनलाई स्क्रिनशट गरिसक्नु होला मैले यो माथिको क्वेशनलाई भेट्छु र त्यसपछि यो यसको भ्यालु राख्छु है त F is equal to capital G को भ्यालु 6.67 into 10 to the power minus 11 m1 को भ्यालु छ 6 into 10 to the power 24 kg यो अर्थ को into m2 को भ्यालु छ 1.914 into 10 to the power 27 kg अनि divided by d square distance भनेको कति रहेछ हाम्रो 9.68 into 10 to the power 11 को whole square ल भाइ बहिनीहरु अब यसलाई क्याल्कुलेसन गरौँ माथिको 6.67 10 to the power minus 11 into अर्को 6 into 10 to the power 24 into 1.914 10 to the power 27 गर्दाखेरि कति हुने रहेछ त भन्दाखेरि यहाँ चाहिँ 7.6598 into 10 to the power 41 divide by अब तल यसको स्क्वायर गरेर निकालौं यसको स्क्वायर 9.68 10 to the power 9.68 10 to the power 11 को स्क्वायर यसको स्क्वायर गर्दाखेरि 9.3702 into 10 to the power 23 ल भाइ बहिनीहरु अब यसलाई डिवाइड गरौँ कति हुने रहेछ डिवाइड गर्दियौ 8 10 to the power 41 divide by 9.3702 10 to the power 23 ल यसको आन्सर हुने रहेछ यसलाई डिवाइड गर्दाखेरि 8.1746 into 10 to the power 17 न्यूटन आउने रहेछ ल भाइ बहिनीहरु यहाँ अलिकति चाहिँ कन्सेप्टको कुरो के छ त भन्दाखेरि यो मासलाई याद गरे अर्थको मास दिएको छ जुपिटरको मास चाहिँ 319 टाइम्स भनेको छ र त्यही अर्थको मासलाई इन्टु 319 टाइम्स गर्ने m1 र m2 भइहाल्छ d दिएकै छ र फर्मुला F = g m1 m2 / d स्क्वायर गरेर सर र भ्यालु राखेर मल्टिप्लाई गर्ने भने यो निस्किन्छ है र यो त्यस्तो अप्ठ्यारो छैन यो सजिलै छ अब हामी नेक्स्ट प्रब्लमतिर लागौं है अब आजलाई यति नै यो प्रब्लमहरु मैले दुई तीनवटा राखेको छु अझै पनि अर्को भिडियोमा नेक्स्ट भिडियोमा म फेरि दुई तीनवटा प्रब्लमहरु राख्ने छु यो मेन
टाइप्स खालको है एउटा टाइप्सको प्रब्लमलाई राख्ने छु र त्यसबाट प्र्याक्टिस गर्नु होला र यसलाई स्क्रिनशट गरेर प्र्याक्टिस गर्नु होला र यस च्यानललाई चाहिँ जति एकदम धेरै भन्दा धेरै चाहिँ शेयर गरिदिनु होला भन्ने म रिक्वेस्ट गर्न चाहन्छु धन्यवाद ल भाइ बहिनीहरु how much would a 70 kg man weigh on the moon what would be his mass on the earth and the moon भनेर सोधेको छ है अब मास चेन्ज हुँदैन झुकिनु होला भाइ बहिनीहरु मास चेन्ज हुँदैन वेट मात्रै चेन्ज हुने हो मास चाहिँ चेन्ज हुँदैन ग्राभिटीको कारणले वेट चाहिँ चेन्ज हुन्छ तर मास चाहिँ चेन्ज हुँदैन यसमा धेरै भाइ बहिनीहरु झुकिनु हुन्छ यो नझुकिनु होला त्यसो भने अब हामीले के गरौँ त भन्दाखेरि यो 70 केजी मास को वेट निकालौं अन द सर्फेस अफ अर्थ अब कसरी निकाल्ने त भन्दाखेरि यहाँ हामीलाई नदिए पनि हामीले ग्राभिटी को भ्यालुलाई 9.8 मान्नु पर्छ है अनि त्यसपछि W = mg गरेर यसको वेट निकालौं अनि यसको वेट निकालिसकेपछि त्यही वेटलाई फेरि हामीले मून को ग्राभिटी को भ्यालु राखेर क्याल्कुलेसन गरियो भने त्यहाँबाट हामीले मास चाहिँ फाइन्ड आउट गर्न सक्छौं भनेको 70 केजी को मान्छेको वेट चाहिँ मूनमा कति हुँदो रहेछ भन्ने कुरा क्याल्कुलेट गर्नु पर्यो भने त्यो 70 र मून को ग्राभिटीलाई युज गरेर निकाल्ने र अर्को खालको यस्तै खालको एउटा क्वेशन छ झन्डै त्यो क्वेशन र यो क्वेशनमा झुकिन्छ म अहिले फरक भन्दिन्छु पहिले यहाँ सल्भ गरौँ यो 70 केजी र मून को ग्राभिटी राखेर हामीले यसको वेट निकाल्नु अहिलेलाई अनि मास चाहिँ के हुन्छ भन्दाखेरि मास डज नट चेन्ज ल भाइ बहिनीहरु अब हेरौँ यहाँनेर पहिला यो 70 केजी मास को वेट कति हुन्छ अर्थ को सरफेसमा त्यो निकालौं है त्यसो भने वी नो दैट यहाँ ग्राभिटी लेखौं है ग्राभिटी G = 9.8 राखौं अनि हामीलाई यहाँ मास दिएको छ मास अफ मेन है मास अफ मेन m दिएको छ कति त भन्दा 70 केजी भनेर दिएको छ त्यसो भने वेट अफ द मेन अन द सर्फेस अफ अर्थ निकालौं weight of men on the earth W = mg गरेर निकालौं अब कति हुन्छ त यहाँ भन्दाखेरि m भनेको 70 केजी भयो अनि u भनेको चाहिँ 9.8 भाइ बहिनीहरु यसलाई क्याल्कुलेट गर्नु कति हुँदो रहेछ यसलाई क्याल्कुलेट गर्दाखेरि यसलाई मल्टिप्लाई गरेर निकाल्दाखेरि कति हुन्छ त भन्दाखेरि यसलाई क्याल्कुलेट गर्दाखेरि 70 * 9.8 गर्दाखेरि 686 है 686 न्यूटन 686 न्यूटन यति रहेछ यो चाहिँ अर्थ को अब we know that the gravity of the moon is 1/6 of the earth है ग्राभिटी चाहिँ 1/6 of the earth हो भने वेट भने त 1/6 नै कम हुन्छ किन मास त यहाँ यो र त्यहाँको सेम हो अर्थ को र मून को सरफेसमा सेम हो चेन्ज हुने भने त ग्राभिटी हो ग्राभिटीले नै गडबड गर्ने हो यहाँ 9.8 ले मल्टिप्लाई गरे त्यति निस्किन्छ 1/6 ले मल्टिप्लाई गर्यो भने अझै घटेर आउँछ त्यसो भने अर्थमा त्यसको वेट यति रहेछ अब मूनमा लाँदाखेरि कति हुने रहेछ त भन्दाखेरि weight of men on the moon लाई चाहिँ यहाँ मैले weight of moon लाई WM लेट गर्दै अब यो भनेको के हो त भन्दा 1/6 of weight
on earth. Earth को weight, earth मा जति weight हुन्छ त्यसको 1/6 हुन्छ. त्यसो भने यसलाई क्याल्कुलेसन गरौँ. यसलाई 1/6 अनि earth को weight कति, earth मा कति weight निस्केको छ त भन्दा अघि हामीले निकालेको छ 686 है. 686 गरौँ. 686. अब यसलाई क्याल्कुलेसन गरौँ त. यसलाई क्याल्कुलेसन गर्दाखेरि ल 114 114.33 न्यूटन. 114.33 न्यूटन भनेको त्यो मान्छेको वेट चाहिँ मुनमा कति हुँदो रहेछ त भन्दाखेरि 114.33 न्यूटन. ल भाइ बहिनीहरु यो 1/6 अफ वेट अन द अर्थ जति हुन्छ त्यो अर्थको वेटलाई 1/6 गरौँ. त्यसपछि जति आन्सर आउँछ त्यो चाहिँ हाम्रो फाइनल आन्सर हो. ल अब अर्को पनि यस्तै खालको एउटा न्यूमेरिकल गरौँ. म यहाँ क्वेशन लेख्छु. भाइ बहिनीहरुले यसलाई स्क्रिनशट गरेर प्र्याक्टिस गर्नु होला. अब नेक्स्ट क्वेशन है त. On the surface of moon. ल यो क्वेशन. A person can lift a mass of 100 kg on the surface of earth. What mass can he lift on the surface of moon? ल अब यहाँ हेरौँ है क्वेशन. एउटा मान्छेले 100 केजी उठाउन सक्छ अरे यहाँ भने मुनमा चाहिँ कति केजी उठाउन सक्छ, कति मास उठाउन सक्छ भनेर सोध्दैछ. अघिको न्यूमेरिकल र अहिलेको न्यूमेरिकल सम्झिनुस्. अघिकोमा के दिएको थियो त भन्दाखेरि वेट कति हुन्छ है, कति वेट हुन्छ 70 केजी को अर्थमा कति हुन्छ, उहाँको कति हुन्छ भनेको मासलाई कन्स्टेन्ट राखेको थियो. अहिले चाहिँ यति केजी अर्थमा मुनमा कति केजी भनेर सोध्दैछ, कति मास भनेर सोध्दैछ. भनेपछि के गर्नु पर्यो त भाइ बहिनीहरु, यो 100 केजी मासलाई राखेर यसको वेट निकाल्नु पर्यो, यसको वेट निकाल्नु पर्यो अर्थमा. अनि त्यति नै वेट बराबर त्यही वेटलाई अर्थमा मुनमा युज गरेर वेट चाहिँ यति नै, ग्राभिटी चाहिँ 1.6 राखेर अनि हामीले मास निकाल्नु पर्यो. वेट यति नै, यो 100 केजी को वेट जति निस्किन्छ अर्थ सरफेसमा त्यही वेटलाई मुनमा भएको वेट मान्ने र 1.6 ग्राभिटी राखेर अनि त्यहाँनेर मास निकाल्ने. मास चाहिँ डिफरेन्ट हुन्छ. किन त भन्दाखेरि जति वेट उठाउन सक्छ त्यहाँ पनि त्यति नै वेट उठाउँदाखेरि मास त अभियसली बढी हुन्छ, किनभने ग्राभिटी कम छ. त्यो भएको कारणले गर्दाखेरि हामीले पहिला यसको वेट निकालौं अर्थमा, अनि त्यो वेटलाई फेरि मुन सर्फेसमा भनेर त्यति नै वेट राखेर मुनको ग्राभिटी राखेर मास निकालौं. त्यो चाहिँ हाम्रो फाइनल एन्सर बन्छ है त. यहाँ गरौँ है त. ल यहाँ गिवन लेखौं. पहिला मास 100 केजी भयो अनि त्यसपछि ग्राभिटी अफ अर्थ यसलाई जी मानौं र कति हुन्छ 9.8 न्यूटन. त्यसो भने अब के निकालौं त भन्दाखेरि वेट अफ object on the earth, W is equal to mg है. अब m को भ्यालु कति छ 100 छ, g को भ्यालु 9.8 छ. त्यसो हुँदाखेरि यो कति निस्किने भयो त भन्दा 980 न्यूटन है. 980 भनेको त्यो 100 केजी मास, 100 केजी मास को वेट चाहिँ यति भनेको त्यो मान्छेले अर्थमा यति उठाउन सक्ने रहेछ है, यति उठाउन सक्ने रहेछ. अब यहाँ के लेखौं त भन्दाखेरि therefore he can lift 980 न्यूटन
अन द अर्थ अर्थमा यति न्युटन उठाउन सक्ने रहेछ। अब फेरि फर द मून अब हामीले त यहाँ मूनको निकाल्नु छ फर द मून भनेर फेरि यहाँ मूनको निकाल्नु भयो त मूनको क्याल्कुलेसन गरौँ। मूनमा हामीले के अघि मैले सुरुमा के भनेको छ हामीले वेट निकाल्छौँ अर्थ सर्फेसमा त्यही वेटलाई मूनको सर्फेसमा पनि लिने भनेपछि वेट अफ अब्जेक्टलाई कति लिने यो चाहिँ मूनको सर्फेसमा है कति लिने त भन्दा 980 न्युटन। अब मूनको ग्राभिटी कति हो यहाँ ग्राभिटी अफ मून यो मैले जीएम भनेर मानिदिए यहाँनिर यो चाहिँ 1.6 न्युटन 1.66 पनि लिन सक्नुहुन्छ है भाइ बहिनीहरुले। मैले 1.6 ले डेसिमल पछाडी एउटा मात्रै पोइन्ट नम्बरको युज गरे। त्यसो हुँदाखेरि मास अफ अब्जेक्ट निकाल्नु यसबाट मास अफ अब्जेक्ट मूनमा कति हुन्छ त यति वेटको मास कति हुन्छ त अर्थमा यति वेट उचाल्न सक्नेले मूनमा कति केजी उचाल्न सक्दो रहेछ हेरौँ यहाँ। अब वी नो दैट यहाँ वी नो दैट यताबाट लेखेँ मैले यहाँ आउँदैन वी नो दैट W इक्वल्स टु 980 छ है। अब W निकाल्ने फर्मुला भनेको त m into g हो m into g इज इक्वल टु 80। अब हेर्नुस् त यहाँ m थाहा छैन g को भ्यालु 1.6 इज इक्वल टु यहाँ मैले यसो एरो दिएर यहाँ लेखेँ है। अब m इज इक्वल टु चाहिँ के हुने भयो 980 बाइ 1.6। अब क्याल्कुलेसन गरेर यहाँ निकालौं 1.6 कति हुँदो रहेछ त भन्दाखेरि यति केजी। ल भाइ बहिनीहरु यहाँनिर 1.67 राख्दा अर्कै भ्यालु आउँछ है न त्यो यसमा टेन्सन नलिनु ल यो तपाईहरुको क्याल्कुलेसन अनुसार जति निस्किन्छ त्यही नै करेक्ट हो। 1.66 पनि लेखिन्छ 1.67 पनि लेखिन्छ हैन 1.6 लेखे भने चाहिँ डेसिमल पछाडी एउटा मात्रै ले र यसरी फेरि एकचोटी बुझ्नुस्। A person can lift a mass of 100 kg on the surface of earth. What mass can be lifted on the surface of moon? अब mass यो mass र त्यसपछि अर्थ को ग्राभिटी युज गरेर हामीले वेट निकाल्ने अर्थ को सर्फेसमा वेट निकाल्ने र त्यो निकालेको वेटलाई नै हामीले फेरि मूनमा पनि युज गर्ने वेटलाई कुनै अब अब्जेक्टको वेटलाई त्यति मान्दिने अनि त्यसपछि मूनको ग्राभिटीलाई हामीले 1.6 लिएर क्याल्कुलेसन गर्ने अनि त्यो वेट र त्यो ग्राभिटीलाई युज गरेर हामीले त्यहाँ चाहिँ मास निकाल्ने र अर्थमा 1 केजी उठाउन सक्नेले मूनमा कति उठाउन सक्दो रहेछ भन्दा 612.5 केजी 612.5 केजी चाहिँ उठाउन सक्ने रहेछ। ल यहाँ अलिकति याद गर्नु होला अर्थमा 100 केजी उठाउन सक्नेले मूनमा यति केजी उठाउँदो रहेछ। दुई खालको हामीले मास क्याल्कुलेसन गर्यौं है र यसलाई स्क्रिनशट गरेर राख्नु होला। यस्तो खालको क्वेशन धेरै चोटी सोधेको छ र यो आजलाई चाहिँ मैले यतिमै यो सक्ने निधो गरे र फेरि पनि भोलि म रको न्युमेरिकलहरु फेरि ल्याउने छु र भाइ बहिनीहरुले यसलाई हेरेर मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला भन्दै आजलाई मैले इन्ड गरे है त।